ब्रदर मजाले घुमियो हैन हजुर, हजुर। शान्ति स्तूपा पनि भिजिट एकदम गर्यौं हैन हजुर अनि हाइकिङ पनि लगभग 80% सकिसक्यौं हामी हजुर अब हामी तल झर्दै छौं र कुराकानी केही बाँकी रहेका कुराकानी गरेर आजको हाम्रो यात्रालाई बिट मार्छौं हजुर कस्तो लाग्यो ओभरअलमा शान्ति स्तूपा यो रानीवन यो हाइकिङ रुट्स लाइक इट वाज वर्थ टेकिङ अ वाक यहाँ जानु चाहिँ त्यहाँ जहाँ हामी त्यो भ्यू देखिरहेको हुन्छौँ नि त्यो लाइक जति बेला पनि इट्स नट लाइक एभ्री डे यु कम हियर एन्ड सी होइन त्यति बेला चाहिँ एकदम राम्रो लाग्यो अनि मेन कुरा त्यहाँ अफकोर्स शान्ति स्तूपा भने चाहिँ पिसफुल अलरेडी थियो है त्यहाँको एउटा पिसफुल एनर्जी जुन फिल गर्न सकेँ अनि त्यसपछि त्यहाँबाट जुन भ्यू देख्यो दुईवटा की पोइन्ट त्यति चाहिँ त्यो राम्रो लाग्यो मलाई अनि त्यसपछि अब फेरि पनि हामी आइरहेछौँ किनकि फर्स्ट टाइम इन योर लाइफ आई थिंक फ्रम दिस हाइट यू स द होल पोखरा हजुर 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 एकदम काठमाडौँ भ्यालीलाई त्यसरी नै कुनै हाइटमा गएर ठुल्ठुला घरहरू सलाइको डिब्बा जस्तो अनि ठुल्ठुला रुखहरू मान्छेहरू सलाइको काँटी जस्तो भएको एक्सपिरियन्स छ गर्नुभएको छ काठमाडौँ भ्यालीमा वा तपाईँको पुरानो गुल्मीतिर वा तमघासतिरको त अनुभव छ हजुर हजुर त्यस्तै अब त्यो घरहरू त्यो जोडेका हुन्छ सबै कङ्क्रिट नै कङ्क्रिट छ कहाँसम्म भने थाहा हुँदैन देख्यो जहाँ परसम्म देख्यो त्यहीँ कङ्क्रिट नै कङ्क्रिट बिल्डिङमाथि बिल्डिङमाथि बिल्डिङ छ त्यस यहाँ एउटा लेकले गर्दा चाहिँ होइन त्यो कस्तो ठ्याक्क सेपरेट गरेको छ कि त्यो त ल ठिक छ त्यो रेसिडेन्सहरू बिल्डिङहरू पनि छ त्यहाँ त्यस्तो नभए होइन हल्का कङ्क्रिट छ तर बिचमा त्यो लेकले होइन अनि बिचमा ग्रिनरी पनि त छ होइन त्यसले चाहिँ एउटा राम्रो चाहिँ पोखराले चाहिँ राम्रो